गुड इभिनिङ साथीहरू। आज म चाहिँ गोर्खे हाट खिच्नु जाँदैछु है। आज गोर्खे हाट चाहिँ खिच्नु जाँदैछु है। फाउन्टेनको अगाडिमै यतिको छ क्राउड है। यतिको छ क्राउड गाइसहरू। यहाँ दार्जिलिङको फेमस जग्गा ग्लेनेरी छ है। यो चाहिँ अब सेल्फी पोइन्ट हो। यहाँनिर सानो कन्फर्ट जस्तो पनि हुँदो यहाँनिर हेर्नुहोस्। को गाना गाउँदैछ हेर्नुहोस् है। यहाँ नै गोर्खे हाटमा आइपुगे। अब यहाँनिर झु परिरहेको रहेछ हो। यहाँनिर बेगहरू छ। यहाँनिर यस्तो छ है। सेल रोटी कसरी हो? 15। मलाई दिनु नि दुईटा। यहाँ दिदीकोबाट सेल रोटी मैले अब किनिरहेको छु है। सेल रोटीको कस्तो छ टेस्ट अब खाएर त्यो थाहा पाउँछ होला। दिदीको नाम? यहाँनिर चियानिर मटकामा चिया दिँदो रहेछ है। भाइको नाम? पासाङ। पासाङ भाइले यहाँनिर मटकामा चिया दिँदो रहेछ। 20 रुपियाँ कप अरे। आइदिनुहोस् है तपाईँहरू पनि टेस्ट गर्नु है। भाइ के भनिदिनुहुन्छ तपाईँले भन्नुहोस् न। चियामा के अब फ्लेभर के हाल्नुभयो? ए हुन्छ हुन्छ हुन्छ। ए हुन्छ हुन्छ। हजुर हजुर सबै है। हुन्छ 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 हुन्छ। मलाई पनि एउटा दिनु ल। यहाँ अचारहरू रहेछ। दिदी मोमो कसरी हो? हजुर दिनु नि एक प्लेट। दिदीकोबाट चाहिँ मोमो टेस्ट गरिदिउँ भनेको हो। दिदी चाहिँ कहाँको हो? ए मङ्गलपुरीको रहेछ दिदी हो। भेज मोमो चाहिँ अब टेस्ट गर्नु पर्यो आज गोर्खे हाटमा। कतिको चाहिँ रहेछ हेरौँ है। हेर्नुहोस् है यस्तो चाहिँ डिलिसियस रहेछ है। गुन्द्रुक किनेको छु है गाइसहरू है। यहाँनिर गुन्द्रुक सिन्की सबै रहेछ है। यहाँ फुलहरू पनि राखेको रहेछ हाम्रो गोर्खे हाटमा है दार्जिलिङको। हेर्नुहोस् कति दामी दामी फुलहरू छ। हेर्नुहोस् है गाइस है।